होइन इस्कन डेभोटीहरूले पनि कति नाटक गर्न सकेको होला। त्यही माटोमा उम्रेको आलु चाहिँ खाँदा हुने, तर प्याज लसुन चाहिँ नखाने अरे, यस्तो पनि हुन्छ भनेर प्रायःजसो मानिसहरूले प्रश्न गरिराख्नुहुन्छ। र मलाई लक्ष्मणजीले पनि सोध्नु भएको थियो कि हामीले प्याज लसुन नखानुको चाहिँ कारण के हो भनेर। त भगवान् श्रीकृष्णले श्रीमद् भगवत गीतामा भन्नुहुन्छ, काम एष क्रोध एष रजोगुण समुद्भवः महासमो महापापमा विद्धेन मिह परिणाम। अर्थात् काम क्रोध यी कुराहरू रजोगुणबाट उत्पन्न हुन्छन् भनेर भनिएको छ। त अब यहाँ खाना र भक्तिको चाहिँ सम्बन्ध के हो त? त्यसो भए यहाँ बुझ्नुपर्ने कुरा के हो भने खाना 3 प्रकारको हुन्छ, सात्विक, राजसिक अनि तामसिक। त सात्विक खानेकुराहरूभित्र पर्छन् अन्न, दाल, गेडागुडी, फलफुल, तरकारी, होइन, घिउ, मह, दही इत्यादि कुराहरू। यसले हामीलाई सकारात्मक ऊर्जा प्रदान गर्छ, भगवानको भक्तिमा हाम्रो चिन्तन अझै प्रगाढ बनाउँछ। दोस्रो हुन्छ राजसिक। अब राजसिकभित्र पर्छन् प्याज, लसुन, चिया, कफी, धेरै पिरो, धेरै अमिलो, होइन, धेरै हुन्छ नि चटपटा यस्ता कुराहरू। यिनीहरू भनेको के हुन् त? राजसिक खानेकुराहरू। त्यस्तै तामसिक खानेकुराहरू माछा, मासु, अन्डा, होइन, अनि मदिरा लगायतका कुराहरू तामसिक कुरा हुन्। त यहाँ बुझ्नुपर्ने कुरा के हो भनेपछि एउटा भगवानको भक्तको उद्देश्य भनेको निरन्तर अनन्य रूपमा भगवानको चिन्तन गर्नु हो। अनन्यास चिन्तयन्तो माम ये जनाः पर्युपासते, होइन। सो हामीले भगवानको अनन्य चिन्तन गर्नु हो। तर यो तामसिक अथवा राजसिक दुवै खानाहरू जुन खाए पनि यिनीहरूले हाम्रो ध्यानलाई भगवानबाट विमुख गराएर अन्य सांसारिक कुराहरूमा लग्दछ। त्यही भएर हामीहरूले राजसिक र तामसिक दुवै खानेकुराहरूलाई ग्रहण गर्नु हुँदैन भनिएको। हरे कृष्ण।